पार्टीहरूले खेल खेले भन्दै गर्दाखेरि केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्, गगन थापाले दुःख व्यक्त गरेका छन्। दुःख व्यक्त गर्ने स्ट्याटसमा दुःख व्यक्त गर्नु र रियलमा दुःख व्यक्त गर्नुमा आकाश जमिन। म पनि लेख्दिन सक्छु, लेख्दैमा दुःख व्यक्त गरेको हुन्छ र त्यहाँ महेश बस्नेतजीले पनि बोल्नु भएको देख्नु भयो होला। त्यो सबैतिर समग्रमा हेर्ने हो भने नि यहाँ खेल कसको छ त? के सुदन गुरुङ र बालेन गएर गोली हान्न लगाएका हुन् त? देशमा जसलाई माया गरेछ त्यही मान्छेले गोली हानेर नेपालीका छोराछोरी मारे त? हामीले पत्याइदिनु पर्ने उहाँहरूले भनेको र जे भने नि हामीले पत्याउने भनेदेखि हामीले किन बालेन सरकार चाहियो त? केपी शर्मा ओलीले लिएर राखौँ नि त। यही खोजेको हो त सबैले। दुःख व्यक्त गर्दैमा हुँदैन त्यसो भयो? दुःख व्यक्त हेर्नुहोस्, दुःख त गोहीको आँसु चौँदैमा त्यसले माया गरेको हुँदैन। अगाडिबाट मुसारेर पछाडिबाट घप्प हान्ने भनेर प्रचण्डजीले केपी शर्मा ओलीजीलाई भन्नुभयो होइन? अगाडिबाट मुसारेर पछाडिबाट हान्नुभएको हो नि त। अहिले गठबन्धन गर्नुभयो, लगन पछिको सिन्दुर पनि हाल्नुभयो, पोते पनि लाउनु भयो उहाँहरूले, तर त्यसको केही औचित्य छैन। जब नि केटाकेटीकै मन मिलेन भने बे गरेर के गर्नु? 2 दिनमा बिछोड भइहाल्छ नि। सेम उहाँहरूलाई त्यही हो। यो सरकारलाई ढाल्ने मिलेर ढाल्ने सरकारी रुख हो र ढाल्नलाई? सरकार बालेन हो, बालेन 3 करोडको मुटु हो बालेन। उहाँले ढालेर ढल्छ भन्ठान्नु भएको छ? कुनै पनि यो बुढो भएको रुख होइन तपाईँहरू जस्तो। स्थानीयमा 100% नतिजा ल्याउने भन्ने छ कि कम्युनिस्टहरूको? भन्न त उहाँले अहिले प्रतिनिधि सभामै भन्नुभएको थियो नि। केपी शर्मा ओलीले त दम्बका साथ भन्नुभएको थियो मेरो इलाका म त्यहाँको सेयर हुँ भन्नुभएको थियो। तर 60,000 भोट लिएर हाम्रा बालेन शाहले विजय प्राप्त गरे भन्न त पाइन्छ नि। भन्दैमा जितिने हो र? सर्वेसर्वा त नेपाली जनता हो। उहाँहरूले नेपाली जनतालाई नै बुझ्नु भएको छैन। खालि नेपाल लुट्न पाइन्छ कि पाइँदैन भनेर मात्रै सपना देख्नु भएको छ। कम्युनिस्टहरू मिलेर केही हुनेवाला छैन। अब कम्युनिस्ट मिले पनि केही हुने छैन, काङ्ग्रेस मिले पनि केही हुने छैन। अब बालेन सरकार 5 वर्ष मात्र होइन 20 वर्ष चल्छ। किनभने नेपाली जनताले समृद्धि नेपालमा सुख शान्ति स्थापना गरौँ भनेर बालेन सरकार लिएर आयो। हामी बालेन सरकारले देश बनाउँछ भन्ने हामीलाई विश्वास छ। त्यसैले बालेन सरकार 20 वर्ष हुनुपर्छ। तपाईँको विश्वासमा घात पुगायो भने यो सरकारले? हेर्नुहोस्, घात यो सरकारले पुर्याउँदैन भन्ने विश्वासै भएर 2/3 सरकार दिएको। हामीले बालेनलाई यहाँबाट मात्र भोट हालेको होइन नि, हामीले धेरै जिल्ला गएर बालेनको लागि भनेर भोट मागेर हिँडेका मान्छे हौँ। किनभने परिवर्तन चाहेका हौँ। 36 वर्षले पुवाल पारेको नेपाल बनाउन टाइम लाग्छ, हामीले पुर्नुपर्छ। तर हामी कस्तो भने बालेन आयो आजको भोलि सबै थोक हुन्छ। हुने भएदेखि नि 10 महिनामा बच्चा जन्मिने पनि एकै दिनमा जन्माइदिए हुन्थ्यो बालेनले भन्छौँ हामी त्यति आशावादी भयौँ। यो कारणले गर्दा बालेनले पक्कै पनि देश निर्माण गर्छन्, देश बिगार्दैनन् भन्ने त्यति चाहिँ विश्वास छ। अब हिजो गृहमन्त्री सुदन गुरुङ मधेसमा केही हदसम्म त शान्ति ल्याउन सक्नुभयो, काठमाडौँ फर्किनु भएको छ। अझ फेरि काठमाडौँ फर्किने बित्तिकै हालत उयो हुन्छ कि के लाग्छ? एकदम हुँदैन। किनभनेदेखि शान्तिको लागि भनेर गइसक्नु भएको छ। एउटा शान्तिको फुल भन्छु म त उसलाई, सुदनजीलाई। किनभने पहिलाका गृहमन्त्रीहरू भएको भए आज उहाँहरू कुनै पनि जनताहरूसँग कुनै पनि मधेसी दलमा गएर जुन मृतकको परिवारको बाउआमासँग उहाँले भुइँमा बसेर कुरा गरेको देख्नुभयो, त्यहाँ इन्टरभ्यू हेर्नुभयो। तर त्यो स्टन गर्यो। यहाँ अहिले थोत्रे नेताहरू 36 वर्ष थोत्रे कबाडी नेताहरूले के भनेका छन् थाहा छ? के अरे स्टन गर्यो अरे। के सुदनजी अर्काको मरेको लासमाथि स्टन गर्न गएका हुन्? उनको माया प्रेम दर्शाएका हुन्, माया प्रेम दिएका हुन्। त्यो माया प्रेमलाई सबैले विचार गर्नुभएको छ। किनभने शान्ति स्थापना गर्नु भने 4 दिन उहाँले सबै भ्रमण गरेर त्यस्तो स्थितिमा पनि आफूको सुरक्षा बल बिना हेर्नुहोस्, देख्नुभयो काहीँ ढाँडु पारेर गाडी चलाएका नि छैनन्, मोटरसाइकल चलाएका नि छैनन्, कुनै सुरक्षा संयन्त्र लिएर हिँडेका नि छैनन्। खुल्ले याम गएर हरेक नेपालीलाई भेटेर कुरा गरिरहेछन् भनेपछि पक्कै पनि शान्ति अवश्य आउँछ। नेपालीले चाहेकै शान्ति हो। हिन्दू होस्, मुस्लिम होस्, क्रिस्चियन होस्, तर हामी नेपाली हो नि त। उहाँहरूले पनि त्यही देख्नु भएन? बुटोलबाट शान्ति र्याली, के अरे नेपाली गाना के अरे बजाउँदै राष्ट्रिय गान बजाउँदै हिँड्नु भएको छ। सबै हामी नेपाली हो नि, मिलेर बसिरहे यहाँ। किनभने नेताहरूले नै आफू पद नपाएका गरेर यहाँ घुसपेट गरेर यी 3 जनाको ज्यान लिनलाई बाध्य बनाइदिए। त्यसो भए गृहमन्त्रीले अहिले काठमाडौँ नफर्किदिएको भए हुन्थ्यो भन्ने पनि छन् अहिले सामाजिक सञ्जाल। हेर्नुहोस्, मैले पनि त्यही सोचेको। 1 हप्ता बसेर त्यहाँ शान्ति स्थापना भइसकेपछि आउनुभयो। यहाँ फेरि चलखेल सुरु भइसकेका छ स्ट्याटस मार्फत र हिजो प्रेस मिट मार्फत। त्यहाँ मान्छेहरूलाई उचाल्ने र दङ्गा गर्नलाई गर्ने, आक्रोशित बनाउने र हिन्दू र मुस्लिम बीच दङ्गा गराइदियो भने भोलि आफू हाबी हुन पाइन्छ भन्ने यो खेल, यो सरकार गिराउनलाई उहाँहरूले खेल खेल्नु भएको छ। सरकार गिर्छ भन्ठान्नु भएको छ।
हामी 3 करोड जनता पिलर बनेर आएका छौँ बालेनजीलाई उ गर्नलाई संरक्षण गर्नलाई। तपाईहरुले गिराएर गिर्नुभयो तपाईहरु र गिराउँछौँ हामी तपाईहरुलाई। त्यसो भए यो सरकारले शान्ति ल्याइसक्यो, अब यसलाई फेरि अशान्ति बनाउनु पर्यो भन्ने लागिरहेछ नि। लागि त परिहाल्छ नि, किनभने आफू जेल जाने पक्का छ। जेल जाने पक्का भएपछि त यो सरकार ढालेदेखि हामी गठबन्धन गरिसक्यौँ। अब फुत्त आइपुग्छौँ कि भन्ठाने होला, त्यो उहाँहरूको दिवा सपना हो। हामी आए पनि हामी छोड्नेवाला छैन। घरबाट 3 करोड जनता फेरि निस्किनेछन्। यदि पुरानो सरकारका गृहमन्त्री भएको भए अहिले सुदन गुरुङ जस्तो जान्थे त त्यसरी? जान्छन्। 2-4 वटा ऊ बसेर देख्नु भएन? अब 2 वर्ष अगाडि जब बाढी प्राकृतिक विपद परेको बेलामा यही हाम्रो उसमा शङ्खमूलमा मान्छे छाना बसेर बचाऊ बचाऊ भन्दा बिजुली बिटीको उहाँहरूलाई कमी भयो र उहाँले हेलिकप्टर पठाउनु, आफू जाने त परेको बात, हेलिकप्टर पठाउन सक्नु भएन। तर हाम्रा सुरक्षाकर्मी, हाम्रा स्वतन्त्र व्यक्ति गएर उहाँहरूलाई बचाएर लिएर आउनुभयो भनेपछि अब उहाँहरू गृहमन्त्री भइदिए त्यसरी त्यो मृतकको परिवारमा गएर संवेदना साटेर उहाँहरूलाई धैर्यधारण गर्ने शक्ति दिएर आउँथे होला नि त। यिनीहरूलाई त कुर्सी देश प्यारो होइन, कुर्सी प्यारो र पद प्यारो, यिनीहरूलाई जनता प्यारो होइन। त्यही कारणले त यिनीहरू भाग्न विवश भए, हेलिकप्टरमा र लुकाबासी भयो।